यो भिडियोमा चाहिँ तपाईहरुलाई म के सिकाउँदै छु भने यो मैले 9 भोल्टको ब्याट्री यहाँ जोडेको छ अनि यो पावर चाहिँ 9 भोल्टको पावर यहाँ आयो माइनस प्लस यहाँ आयो पोजिटिभ पावर अनि नेगेटिभ यहाँ आयो हैन यो लाइनमा आएको छ। अब यो ब्रेडबोर्डको बारेमा चाहिँ अर्को क्लास छ मेरो त्यसमा गएर हेर्नु होला। अब यो एलईडी हो लाइट इमिटिङ डायोड यसलाई चाहिँ एकदमै कम पावर चाहिन्छ हैन। अब हामी के गर्न खोज्दैछौँ भने हामी रेजिस्टरको युज चाहिँ यो नाम रेजिस्टर भनेको अवरोध गर्नु अथवा रोक्नु केही मात्रामा रोक्नु हो। अब यसको काम चाहिँ यो रेजिस्टरको काम चाहिँ के हो त भन्दाखेरि सर्किट बोर्डमा कसरी यसको काम आउँछ भन्दाखेरि यहाँनेरि यो लामो भनेको मैले अर्को भिडियोमा नै भनेको छ यो लामो भनेको प्लस हो पोजिटिभ साइड हो यो छोटो भनेको नेगेटिभ साइड हो। हामीले यसरी यहाँ यसलाई गाड्छौँ यसरी। अब यो रेजिस्टरको काम चाहिँ के हो त भन्दाखेरि यहाँ देखाउँदैछु। अब यो माइनस मैले ल्याएँ यहाँ अनि माइनस ल्याएर यहाँ जोडेँ। अब प्लस ल्याउँछु यहाँबाट जहाँबाट ल्याए पनि हुन्छ यो लाइनमा प्लस ल्याएर यहाँ यसरी जोडेँ। यहाँ यो प्लस ल्याएर यो उल्टा भएको रहेछ प्लस ल्याएर यो माइनस ल्याएर यहाँ जोडेँ प्लस यो लामो साइड हो प्लस भनेको यहाँ जोडेँ। अब के भयो त भन्दाखेरि यो 9 भोल्टको ब्याट्री छ यहाँ 9 भोल्ट लेखिरहेको छ यहाँ यो पुरै पावर यहाँ आएर खपत भयो। त्यसले गर्दा के हुन्छ भने यो एकछिन बालेपछि यो पड्किन्छ तपाईको यसले यो 9 भोल्टको ब्याट्रीको पावर चाहिँ थाम्न सक्दैन त्यो भएर यो पड्किने सम्भावना हुन्छ। त्यो भएर के गर्नुपर्ने हुन्छ भने हामीले यो रेजिस्टरलाई चाहिँ बीचमा जोड्नुपर्ने हुन्छ। कसरी भन्दा